हेलो एभ्रिवान। आज चाहिँ म यो अभिवी र बिन्जुल सिसपिचको कन्ट्रोभर्सीको बारेमा केही कुराहरू बोल्न गइरहेको छु होइन। नर्मली चाहिँ मलाई यस्तो कुराहरूमा खासै बोल्न पनि मन लाग्दैन। अब आफ्नै लागि पर्दाखेरि त भयो भनौँ र त्यो सहने खालको बानी भइसकेको छ नि त। अरूको लागि के बोल्नु जस्तो लाग्छ नि त। अब त्यसमाथि यो सोसल मिडियाको कन्ट्रोभर्सीहरूमा त झन् बोल्ने कुरै हुँदैन थियो होइन। अहिले चाहिँ मलाई किन पनि बोल्न मन लागिरहेको छ भने बिन्जुल सिस होइन, उहाँको 2वटा बच्चाहरू छ। बच्चाहरू सँगसँगै उहाँले आफ्नो बिजनेसलाई पनि ग्रो गराइराख्नु भएको छ कि। त्यस्तो आमा जसले चाहिँ आफ्नो बच्चा मात्रै नभएर अरूका बच्चाहरूले पनि पौष्टिक आहार पाउन् है भनेर त्यसरी एउटा लिटोको बिजनेस सुरु गर्नुभएको छ होइन। उहाँको खुट्टा तान्ने काम भइरहेको छ कि। अभिवीले बिन्जुललाई टार्गेट गरेर होइन, उहाँलाई चाहिँ हामी तल गिराएरै छाड्छौँ भनेर एउटा मिसन लिएर अगाडि बढिरहेको छ। र यो क्रममा चाहिँ जो सहभागी हुनुहुनु भएको छ नि, उहाँहरूले चाहिँ पत्रकारिता गरिरहनु भएको छ। कहिले बिन्जुलले बनाएको लिटो नभएर सातु हो भनेको छ। सातु र लिटोमा के डिफ्रेन्स हुन्छ भनेको के। अझ हाम्रो घरमा बनाउने लिटो हुन्छ नि, अब लिटोको पिठो भनौँ न, त्यसमा त हामीले के को मात्रा मिलाउने, के नमिलाउने अथवा कति क्वान्टिटी राख्ने भन्ने पनि हामीलाई नलेज हुँदैन। तर बिन्जुलले त्यसको स्टडी गरेर अथवा उहाँले त अझ स्टाफै राखेर होइन, कुन सामान कति राख्ने, बच्चाहरूलाई कतिको पौष्टिक आहार ठिक हुन्छ भनेर उहाँले चाहिँ दर्ता गराएर त्यसरी अगाडि बढ्दा पनि खेदो खनिरहेको छ कि होइन। कुनै कुरा आफ्नो लागि अब आफ्नो डाइपर राम्रो छ होइन भनेर प्रमोट गरिराख्दा चाहिँ एकदम राम्रो भयो बिन्जुल। तर जबदेखि अब अर्को एउटा प्रडक्ट पनि आएछ नयाँ, ट्राई गरेर हेरौँ भनेर ट्राई गरेर राम्रो लागेर यो डाइपर पनि राम्रो छ है भनिदिएको भरमा होइन, अभिवीले त्यसरी टार्गेट बनाउनु पर्ने केही थिएन कि। यो कोकोन बर्ड्स भनेको हामीले नामै नसुनेको ब्रान्ड हो नि त। तर कोकोन बर्ड्सलाई अभिवीले अहिले यति हाइपमा पुऱ्याइदिएको छ होइन। त्यो उसको कोकोन बर्ड्सको बिजनेस यति हाई भएको छ यो कन्ट्रोभर्सीले गर्दाखेरि। सबैभन्दा बढी फाइदा कसैले लिएको छ भने त्यो डाइपरले नै लिएको छ, कोकोन बर्ड्सले। अनि अभिवीलाई के को सबैभन्दा बढी घाटा कसैलाई भएको छ भने यो अभिवीलाई भएको छ। हुन्छ नि, अरूलाई गिराउन खोज्दाखेरि आफू गिरिन्छ नि, भएको ठ्याक्कै त्यही हो। अनि धेरै जसो मामुहरूले सपोर्ट गरेर भिडियो बनाइराख्नु भएको छ होइन बिन्जुल सिसलाई, जसले चाहिँ उहाँको प्रडक्टहरू युज गर्नुभएको छ होइन। अनि यो अभिवी भन्ने ब्रान्ड पनि होइन, यो बजारमा जसरी नाम चिनियो नि, यसको सबै क्रेडिट भनेको बिन्जुललाई जान्छ। किनभने हिजोको दिनमा अभिवी पनि कोकोन बर्ड्स जस्तै अननोन ब्रान्ड थियो होइन। जब बिन्जुलले त्यसको एड गर्न सुरु गर्नुभयो अथवा आफ्नो बच्चालाई लाएर राम्रो छ भनेर फिडब्याकहरू दिएर राख्नुभयो, त्यसपछि बल्ल यो चाहिँ मार्केटमा मान्छेहरूले चिने र खोजेर ट्राई गरेपछि